आदरणीय धर्मप्रेमी श्रद्धालु उपासक उपासिकाहरू, यो वर्षको वर्षपासको समयमा महामानव तथागत सम्यक सम्बुद्धका शिक्षामा आधारित केही महत्त्वपूर्ण र व्यावहारिक विषयको श्रवण गराउने प्रयास गर्दैछु। साथै यी महत्त्वपूर्ण व्यावहारिक ज्ञानले श्रोताहरूको जीवन सुखमय आनन्दमय ल्याउन सकोस् भन्ने मङ्गल मैत्रीको पनि कामना गर्दछु। भवतु सब मङ्गलम। आज हामीहरू छैन महिना 7 हामी भन्ने यो ठाउँमा आएर भोजन ग्रहण गऱ्यौँ र विभिन्न ठाउँमा आज भिक्षाटन गर्दै यहाँ आएर हामीहरू फेरि धर्मको चर्चा गर्ने क्रममा छौँ र उपस्थित हुनुभएका सम्पूर्ण उपासक धर्मप्रेमी उपासक उपासिकाहरू दिदीबहिनीहरू, आज हामीहरू धेरै यो क्षेत्रमा धेरै ठाउँमा गएर मान्छेहरूलाई धर्मको बारेमा सचेत गरायौँ र दान गर्नुपर्छ। गृहस्थीको गर्नुपर्ने दानको काम महत्त्वपूर्ण छ र गृहस्थीले दान गर्दाखेरिमा अरूलाई केही आफूले भएको चिज दिँदाखेरिमा सबभन्दा राम्रो हुन्छ र घरमा आएको कुनै पनि धार्मिक कार्य लिएर आएका व्यक्तिहरूलाई सन्तहरूलाई गृह त्यागीहरूलाई केही न केही दान दिएर पठाउनुपर्छ भन्ने शिक्षा यहाँहरूलाई ग्रहण गर्न लगायौँ र यहाँहरूले त्यही अनुसारले सबै मानिसले घर घरबाट आएर भिक्षा पनि हामीलाई दिनुभयो र धेरै चाहिँ बुढाबुढीहरू पनि आउनुभएको छ होइन। युवा अनि साना भाइ बहिनीहरू पनि आएर दान दिएका छन् र सबैको इच्छा के छ भने हामीहरू अति नै सुखी बन्न सकौँ भनेका छन्। कोही बिमारी छन्, बिमारीले पनि उठ्न नसके पनि दान दिएका छन् र हाम्रो रोगमारी आदि सन्चो भएर जाओस् र पुण्य कार्यले हाम्रो दुःख हटोस् भनेका छन् र सम्पूर्ण गृहस्थीको पनि यही नै चाहना छ कि हाम्रो गृहस्थी जीवनमा भएर पनि हामी सबै दुःखबाट हट्न सकौँ र हाम्रो कल्याण होस् र हाम्रो मङ्गल होस् भन्ने कामना गर्नुभएको छ र यो यहाँहरूले यसरी दान दिएको प्रभावले यहाँहरूको मनोकामनाहरू सम्पूर्ण पुरा भएर जाओस् र यहाँहरूलाई सुख प्राप्त होस् र यहाँको जीवन अति नै सुखमय बन्न सकोस् भन्ने कामना पनि गर्न चाहन्छु। अब यहाँहरूलाई मैले धर्मको चर्चा अगाडि बढाउन गइरहेको छु र धर्मको चर्चा हुन गइरहेको छ र यो धर्मको चर्चा गर्ने समयमा यहाँहरूले अति नै धैर्य भएर शान्त भएर एकचित्त भएर बसिदिनु होला। किन यस्तो गर्नु परेको भन्दाखेरिमा हामीले यहाँ धेरै समयको प्रतीक्षापछि धेरै समयपछि मात्रै यसरी यहाँ भिक्षुहरूलाई बोलाउन सक्यौँ र हामीहरू यहाँ राख्न सक्यौँ। यो मौका हामीलाई सधैँभरि मिल्दैन। धेरै हामीलाई मिहिनेतपछि धेरै कोसिसपछि र सबै दिदीबहिनीहरूको सहयोग जुटाएर हामीले यहाँ आज यो कार्य सम्पन्न गऱ्यौँ। यहाँहरूले सबैले यसरी सम्पन्न गर्नुभयो र यसरी यहाँहरूले सम्पन्न गरेको दिन आज यो सबभन्दा महत्त्वपूर्णको दिन हो। दान काम गरियो र यो ठुलो यज्ञ गरे जस्तै हो। यसरी भिक्षुलाई बोलाएर दान गर्ने, भोजन दान गर्ने र धर्मको कुरा सुन्ने भन्ने कुरा अति नै विरलै कुरा हुन्छ। यो यसरी सधैँभरि यसरी धर्मको कुरा सुन्ने, यसरी बस्ने र यसरी बुझ्ने मौका पाउँदैन। त्यसमाले यो धर्मको बेलामा यहाँहरूले घर छोडेर आउनुभएको छ। एकदमै मनले एकचित्त भएर अति नै ध्यान दिएर भनेको कुरा सुनिदिनु होला। भनेको कुरा सुनेन बुझेन भनेदेखि त्यति धर्ममा बसेको त्यति उपयोगिता हुँदैन। किनभने कुनै कुरा पनि सुनेर बुझ्नुपर्छ होइन। बुझेर त्यसमा मनमा ल्याएर आफ्नो जीवनमा त्यसलाई केही उतारेर जीवन परिवर्तन हुन सक्यो भनेदेखि मात्रै त्यो चाहिँ के हुन्छ, सुनेका कुराले काम दिन्छ। हामीले राम्रोसँग ध्यान दिएर सुन्न सकेन, त्यसलाई बुझेको पनि छैन, ध्यान पनि त्यता छैन, बसेको मात्रै छ अनि मनमा पनि आएन भनेदेखि जीवनमा परिवर्तन हुन सक्दैन। जीवनमा परिवर्तन भएन। हामी पहिले जस्ता थियौँ त्यस्तै थियौँ, जुन चाहिँ खान्थ्यौँ त्यस्तै खाँदैछौँ।
जस्तै बोल्थ्यौँ त्यस्तै बोल्दै छौँ। हाम्रो विचारमा परिवर्तन भएन, बानी व्यवहारमा परिवर्तन भएन, चिन्तनमा परिवर्तन भएन भनेदेखि हाम्रो धर्म सुनेको केही कुरा लाग्दैन। धर्मले आफै उपकार गर्नु होइन, धर्म आफैमा राम्रो होइन, त्यो सुनेर बुझेर व्यवहारमा ल्याउँदाखेरि मात्रै धर्मले राम्रो गर्ने हो धर्मका कुराले भन्ने कुरा यहाँहरूलाई मैले पहिल्यै सम्झाउन चाहन्छु। र यसरी धर्मको कुरा बुझ्न जरुरी छ। यसरी धर्मको कुरा यहाँहरूले बुझ्न जरुरी छ। बुझ्नको लागि सुन्न जरुरी छ। नसुनिकन केही कुरा पनि बुझ्दैन होइन। सबभन्दा पहिले राम्रा कुराहरू सुन्नु पर्यो, राम्रो कुरा पढ्नु पर्यो, राम्रो मान्छेको दर्शन गर्नु पर्यो होइन। त्यो सुनेपछि राम्रा कुरा बुझेपछि हाम्रो के हुन्छ, मनमा परिवर्तन हुन्छ। मनमा के हुन्छ, हो राम्रा कुरा हामीले सुन्यौँ, राम्रो कुरा आयो हाम्रो मनमा भनेपछि हाम्रो बोली पनि के हुन्छ, अति नै राम्रो हुन्छ। र हामीले हो गल्ती गर्न हुँदो रहेछ, कसैलाई दुःख दिनु हुँदो रहेछ, कसैले चोर्न हुँदो रहेछ, ढाँट्न हुँदो रहेछ, सबैलाई दिनु, सबैको उपयोग गर्नु नै कर्तव्य भन्ने यस्तो मनमा आएपछि त्यो मान्छे बोल्दाखेरि पनि नराम्रो बोल्दैन होइन। उसको के हुन्छ, अति नै राम्रो बोली हुन्छ र उसको कर्म पनि के हुन्छ, नराम्रोमा लाग्दैन र उसले बोली पनि सुधार गर्छ, कर्म पनि सुधार गर्छ र आफ्नो जीवनमा के गर्छ, केही परिवर्तन गरेर ऊ चाहिँ आफ्नो जीवन सुखी बनाउँछ। यी कुराहरू त्यसमाले नसुनिकन नबुझिकन व्यवहार परिवर्तन नगरिकन हाम्रो सुखी हुने या परिवर्तन हुने कुरा होइन। त्यसमाले यी कुराहरू अति नै बुझ्न, सुन्न र आफूलाई जीवनमा उतार्न जरुरी छ। त्यसमाले यी कुराहरू राम्रोसँग सुन्नु होला भन्ने पहिलो यहाँलाई सन्देश दिन चाहन्छु। र अब यहाँ आज मैले धर्मको चर्चा अगाडि बढाइरहेको छु, सुनिराख्नु भएको तपाईँहरूले तपाईँ धैर्यता धारण गर्नु होला, पुरा कसैले नगर्नु होला, पछाडि फर्केर पुरा गर्दै नगर्नु होला। है धेरै कुरा गरिसक्नुभयो, आफ्ना कुरा आज राख्दै नराख्नुहोस्। मैले भनेको कुरा मात्रै सुन्नुहोस्, मतिर मात्रै हेर्नुहोस् र मलाई मात्रै हेर्नुहोस्, मैले भनेको कुरा मात्रै सुन्नुहोस्। यसो गर्दाखेरिमा राम्रो हुन्छ। यो सुनिसकेको बरु दिदीबहिनीहरू सँगै बसेर छलफल गर्नु होला। आज यस्तो कुरा भनेको अर्काले नबुझेको भए यो कुरा के हो, तिमीले बुझ्यौ कि भन्नुहोस्, र आफूले बुझेको भए उसलाई सिकाउनुहोस्। यस्तो गर्दाखेरि राम्रो हुन्छ। यो बेलामा कसैले पनि यताउता फर्केर कुरा गर्ने, मनले यताउता लगाउने नगर्नु होला। अब मैले धर्मको चर्चामा यहाँहरूलाई अगाडि बढाइरहेको छु। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। सम्यक सम्बुद्ध भगवान्लाई वन्दना गर्दै आजको धर्मको चर्चा अगाडि बढाउँदैछु। आदरणीय मेरा माता पिता, परलोक भएर जानुभएका माता पिता हुनुहुन्छ र मेरा गुरु आचार्यहरू, जति पनि मलाई शिक्षा दिने गुरुहरू हुनुहुन्छ र मलाई यहाँसम्म पुर्याउने, अगाडि बढाउने, उपकार गर्ने मेरा गुरु हुनुहुन्छ, उहाँहरूप्रति र सम्पूर्ण आचार्य गुरुहरूप्रति फेरि वन्दना गर्न चाहन्छु। त्यस्तै यहाँ उपस्थित हुनुभएका सम्पूर्ण उपासक उपासिका धर्मप्रेमीहरूप्रति आजको दिन यहाँहरूको लागि अति नै मङ्गलदायी होस् र अति नै सफल होस् र अति नै उपयोगी बनोस् र यहाँहरूको जीवनमा केही परिवर्तन होस् भनेर यहाँहरूलाई पनि भित्री हृदयदेखि नै मङ्गल मैत्रीको कामना गर्न चाहन्छु। तिनपटकसम्म यहाँहरूले साधुकार गर्नुहोस्। अब मैले भनेको यहाँ कुरा कसैले सुनेको छैन, पछाडि त बसेको छ, हामीले सुनेन भने तुरुन्तै हात उठाउनुहोस्। नसुन्ने मान्छेले के गर्ने, तुरुन्तै हात उठाउने। नसुनेपछि के हुन्छ, नसुनेपछि बुझिन्न, नबुझेपछि यहाँ बसेको केही अर्थ हुँदैन। मैले नेपालीमै भन्छु, नेपालीमै तपाईँहरूलाई बुझाउन कोसिस गर्छु, तपाईँहरूकै भाषामा, तपाईँहरूको गाउँठाउँको बोल्ने भाषै प्रयोग गर्छु मैले। म पनि तपाईँहरूकै गाउँको, तपाईँहरूकै गाउँमा बसेको, तपाईँहरूको भाषा बोल्ने मान्छे। त्यसमा तपाईँहरूले नबुझ्नु त कुरा हुँदैन। तर कथनचित अब सुन्नेन या बुझेन, त्यसको अर्थ लाएन, यो भनेको के हो हामीले बुझेन भने तुरुन्तै हात उठाउनु होला। हात उठाएर फेरि त्यसलाई मैले तपाईँहरूले बुझ्ने गरी सम्झाउँछु। गुरुको कर्तव्य के हुन्छ, नबुझेको कुरा सम्झाउने पनि मेरो कर्तव्य हो होइन। तपाईँहरूलाई बुझाउन जरुरी हुन्छ मैले। त्यसमा तपाईँहरूले यस्तो बसेर मात्रै तपाईँहरूको उपकार होला भनेर नसुन्नुहोस्। नबुझेको कुरा बुझेन भनेर तुरुन्तै हात उठाउनुहोस्। तपाईँहरूलाई सोद्धाखेरि कसैले पनि नराम्रो मान्दैन, सोध्नु होला र सोधेपछि मैले फेरि त्यो कुरा दोहोऱ्याएर तपाईँहरूलाई भन्नेछु।
यहाँहरूलाई मैले सधैँ जस्तै केही कुराहरूको सुरुवात गर्नुपर्छ र यहाँ आज धेरै समयको पछिपछि यहाँहरूले यो व्यवस्था गर्नुभयो र हामीहरू यहाँ आयौँ। यहाँ आएपछि अब पञ्चशील हामीहरूले यहाँहरूलाई यो पहिलो चरणमा यहाँहरूलाई पञ्चशील दियौँ। पञ्चशील भनेको के हो भन्ने कुरा पनि यहाँहरूलाई बुझाउनु पर्ने भयो र अलिकति सबैले बुझ्नु भएको छैन, कतिले बुझ्नु भएको छ, कतिले बुझे पनि पुरा अर्थ थाहा छैन होइन। त्यस हुनाले पञ्चशीलबाटै सुरु गर्छु मैले। पहिलो चरणमा हामीले के गर्यौँ भने क्षमा याचना गऱ्यौँ। क्षमा याचना किन गरेको भन्दाखेरिमा अब यो धर्ममा कुनै पनि धर्ममा अगाडि बढ्दाखेरिमा क्षमा याचना गर्नुपर्ने हुन्छ। गुरु आचार्यहरूप्रति क्षमा याचना गर्ने चलन छ, माता पिताहरूप्रति पनि क्षमा याचना गर्ने चलन छ र आफ्ना अग्रजहरूका अगाडि पनि क्षमा याचना, आफूले केही गल्ती गरिएको रहेछ या अन्जाना भएर रहेछ भने माफी गर्नुहोस् भनेर क्षमा याचना गर्ने पहिलेदेखि चलन छ। हामीले पनि घरमा आमा बाबुलाई बुवाले भनेको कुरा बजारमा गएर अथवा कहीँ गएर अब त्यो भुलेर गऱ्यौँ भनेदेखि घर आएर के भन्छौँ, मैले यस्तो गल्ती गरेँ, मलाई माफी गर्नुहोस् भनेर ढोक दिएर माफी माग्थ्यौँ। माफी गर्दाखेरिमा के गर्नुहुन्थ्यो हाम्रो आमा बुवाले, अब यसरी नगरे, यस्तो गल्ती नगर, अब तिमीलाई अहिलेलाई माफी भयो, फेरि होसियार भएर गर भनेर के गर्नुहुन्थ्यो, हामीलाई आशीर्वाद दिनुहुन्थ्यो र हामी के भन्छ राम्रो काममा लाग्थ्यौँ। पहिलेको चलन त्यस्तो थियो। पछि त आमा बाबुलाई ढोक दिनु पनि छोड्यो, आशीर्वाद दिनु पनि छोड्यो, गल्ती गरेमा माफी माग्नु पनि छोड्यो। त्यस हुनाले के गर्यो, सबै मान्छे बिग्रेर आयो होइन। सबै मान्छे के गर्यो, अब आफ्नो गल्ती गरेको छ भनेर माफी पनि मागेको छैन होइन, क्षमा पनि माग्दैन, गल्ती गरिरहेको छ भने त्यसले गल्ती सुधार गर्न सकेन। त्यसो हुँदाखेरि मान्छे बिग्रेको आजको अवस्था हो र हामीले यस्तो धर्ममा यस्तो नहोस्। धर्मका मान्छेहरूले हमेसै ख्याल गरून् कि मेरो मनबाट कतै केही नराम्रो कुरा सोचेको छु कि होइन, मेरो वचन कतै अरू मान्छेलाई दुःख दिने किसिमले बोलिएको छ कि, या मेरो वचनबाट कोही दुखी छ कि, या मेरो कर्मले, मेरो हातले अथवा मेरो चलाइले गराइले कोही चाहिँ दुखी छ कि होइन, मैले केही नराम्रो गरेको छु कि, मेरो मन वचन र शरीरबाट केही गल्ती भएको भए माफी पाऊँ भनेर पहिलो चरणमा यहाँहरूलाई के गरियो, ओकास वन्दना गर्न लगाएर माफी माग्नु हो। यहाँहरूले माफी मागिसकेपछि हाम्रो कर्तव्य के भयो भने यहाँहरूलाई तपाईँहरूको मन वचन र शरीरबाट अज्ञानवश भएका गल्तीहरूलाई माफी गरिदिएको छु भनेर यसरी मैले फेरि माफी पनि यहाँहरूले मागेको हुनाले माफी भयो, तपाईँहरूको क्षमा भयो, क्षमा भयो, क्षमा भयो भनेर यसरी यहाँहरूलाई भनिदिएँ। त्यो भनेपछि के भयो भने हामी शुद्धिकरणमा गयौँ, हामी शुद्ध भयौँ। कोही मान्छेले पनि आफूले मैले गल्ती गरेँ र मलाई माफी दिनुहोस् भने त्यो शुद्ध हुन्छ। कुनै अपराधले न्यायाधीशको अगाडि माफी माग्यो भने कहिलेकाहीँ त्यसलाई के गरिन्छ, छोडिदिने चलन पनि छ। त्यस्तो अपराधलाई पनि माफी त माग्यो, यसले गरेको रहेछ, यो सत्य बोल्यो भन्दाखेरिमा त्यस्तो कहिले त्यस्तो अपराधीहरूलाई पनि माफी दिएको छ। त्यस्तै यो प्रकृतिको नियम पनि के छ, धर्मको नियम पनि के छ भने कसैले माफी माग्छ र अब फेरि गर्दिनँ भन्छ भने त्यसलाई माफी हुन्छ र त्यो शुद्ध हुन्छ भन्ने चलन छ। तर माफी नै मागेन, गल्ती नै गरेको छैन भन्छ, गल्ती गरिराखेको छ, जानेको केही छैन, जानेको छु भनेर हिँड्छ भने त्यो महामूर्ख हुन्छ। त्यसले सुधार गर्न सक्दैन, त्यसले बार गल्ती गर्छ। अब नजानेकोले जानेको छु भन्छ, गल्ती गरेकोलाई गल्ती छैन भन्छ, त्यसको सुधार हुने उपाय छैन, त्यसको उपचार छैन। मूर्खको केही उपचार छ छैन, रोगको के हुन्छ औषधि हुन्छ, मूर्खको केही उपचार हुन्छ हुँदैन। मूर्खको लागि माफी माग्न लगाएर उपचार गर्ने हो। अनि त्यस हुनाले कोही गल्तीले भएको भए तपाईँहरूले माफी माग्नु भएको हुनाले त्यसको उपचार मैले गरिदिएँ। त्यसको के गरेँ, त्यसको त्यो गल्तीको उपचार भयो। त्यसपछि हामीले के गर्यौँ भने पञ्चशील तपाईँहरूले माग गर्नुभयो र पञ्चशील माग गरेपछि अब पञ्चशील माग गरेको हुनाले मैले पञ्चशील दिएँ। पञ्चशीलमा पहिलो के छ भने प्राणिपाता हेरमणि शिक्षापदम समाधियामि, प्राणी हिंसा नगर्ने शिक्षालाई धारणा गर्नेछु भनेर एउटा शर्त छ। बुद्ध धर्मको पहिलो शर्त के छ, मैले प्राणी हिंसा गर्ने छैन, मैले कुनै प्राणीलाई पनि दुःख दिने छैन, मबाट कोही पनि दुखी हुने छैन, मेरो कारणले कोही पनि रुने छैन, मेरो कारणले कोही पनि दुःख पाएको अनुभव गर्ने छैन, मैले सबैलाई सुख दिनेछु होइन, सबैलाई चाहिँ रक्षा गर्नेछु भनेर चाहिँ एउटा के गर्नु पऱ्यो, प्रतिज्ञा गर्नु पऱ्यो मानिस भएदेखि।
र पहिलो चाहिँ तपाईँहरूले त्यो प्रार्थना गर्न लगाइयो र प्राणी हिंसा नगर्ने शिक्षालाई राम्रोसँग पालना गर्छु, प्राणी हिंसा गर्दिनँ आजदेखि भनेर त्यसरी तपाईँहरूलाई प्राणीप्रति दया गर्नुपर्छ भन्ने एउटा भावना जगाउनलाई यस्तो गरिएको हो। मानिसले मात्रै प्राणीमा दया गर्न सक्छ, पशुले पशुलाई दया गर्न सक्दैन। पशुले पशुलाई खान्छ, ठुलो पशुले सानो पशुलाई खान्छ, ठुलो पशुले सानो पशुलाई दुःख दिन्छ, भयभीत हुन्छ पशुहरू जङ्गलमा, एक्लै अर्काको शिकार गर्छ, एक्लै अर्कालाई दुःख दिन्छ। मानिस भएर पनि त्यस्तै एक्लै अर्कालाई दुःख दिने, त्यस्तै गरी पशुले जस्तै ठुलो पशुले सानो पशुलाई खाने जस्तै मान्छेले पनि आफूभन्दा साना निर्दय पशुलाई मार्ने खाने दुःख दिने गर्छ भने त्यो पशु र मानिसमा त भिन्नता भएन होइन। पशुको त हारे त्यही हो, जङ्गलमा बस्छ, त्यहीँ खान्छ। मानिसले त यत्रो बुद्धि विवेक भगवान्ले दिएको छ, ज्ञान दिएको छ, उसले कमाएर खान सक्छ, उसको रक्षा गर्न सक्छ सबै प्राणीको भनेपछि उसले पनि पशुले जस्तै गर्छ भने त्यो राम्रो भएन भनेर पशुभन्दा तपाईँहरूलाई माथि उठाउनलाई प्राणी हिंसा नगर्ने शिक्षालाई पालना गर्छु भनेर पहिलो शर्त तपाईँहरूलाई राखिएको छ। पहिलो शर्तमा तपाईँहरूले त्यो भन्नुभयो। त्यसमा के भयो दोस्रोमा भने अजिन्ना दाना आएर भने शिक्षापदम समाधि हामी, मैले नदिएको कुरा दिने छैन, नदिएको शिक्षा नदिने, नदिएको चिज नदिने शिक्षालाई राम्रोसँग पालना गर्छु। कसैको चिज छ, कसैको अधिकारको छ, मलाई दिएको छैन, मेरो अधिकारको होइन, त्यो चिज चाहिँ नि चोरेर ढाँटेर छलेर बेइमानी गरेर मैले लिने छैन। मैले अति नै परिश्रम गरेर मिहिनेत गरेर खानेछु र मैले कसैको चोरी गर्ने छैन होइन। मैले मेरो अधिकार नभएको कुरा, समाजको कुरा, देशको कुरा, राष्ट्रको कुरा लुट्ने, भ्रष्टाचार गर्ने अथवा ठगेर लिने काम गर्ने छैन। सामाजिक कार्यकर्ताले पनि त्यो प्रतिज्ञा गर्नुपर्छ। घर गृहस्थीले पनि मिहिनेत गरेर खानेछु, अरूलाई दिनेछु, मैले कसैको चोर्ने छैन भनेर यस्तो प्रतिज्ञा गर्नुपर्ने हुन्छ। त्यो पनि तपाईँहरूलाई सिकाइयो। अजिन्ना दाना हेरवणी शिक्षापदम समाधि हामी भनेको त्यही हो, पालीमा भनेको छ। त्यस्तै कामेषु मिथ्याचार हेरवणी शिक्षापदम समाधि हामी, मिथ्याचारी कामहरू हो के भने घर गृहस्थी भएर भइसकेपछि गृहस्थी धर्ममा निभाउनु अति नै जरुरी हुन्छ। गृहस्थी भइसकेपछि महिलाले परपुरुषसँग इच्छा गर्ने काम राम्रो हुँदैन। महिलाको काम आफ्नो घरमै बस्ने, परपुरुषसँगको इच्छा नराख्ने, पुरुषले पनि परस्त्रीसँगको इच्छा नराख्ने र आफ्नो गृहस्थी धर्ममा बस्नुलाई अति नै राम्रो हुन्छ। यो भएन भने घरमा झगडा झन्डा र समस्या खडा हुने काम हुन्छ। त्यस हुनाले यस्तो मिथ्याचारी कामहरू गर्ने छैन, मिथ्याचारी काम नगर्ने शिक्षालाई राम्रोसँग पालना गर्छु भनेर तपाईँहरूलाई सिकाइयो। तपाईँहरूलाई थाहा छँदैछ, मिथ्याचारी भयो भने घरमा चाहिँ एकजना मिथ्याचारी भयो भने घरका सबै केटाकेटी परिवारहरू मिथ्याचारी हुन जान्छन् होइन। अब श्रीमान मिथ्याचारी भयो भने श्रीमती पनि त्यस्तै गर्ला होइन। श्रीमती मिथ्याचारी भयो, आफ्ना छोराछोरी बिग्रलान् होइन। अब आफ्नो त ज्ञान छैन भने छोराछोरीलाई कसरी ज्ञानी हुन्छन्, छोराछोरी पनि मूर्ख हुन्छन्, मिथ्याचारी हुन्छन् र अलिकति के हुन्छ, गृहस्थी जीवन समस्यामा पर्न जान्छ। त्यस हुनाले यस्तो काम पनि नगर्ने भनेर सिकाइयो। अर्को कुरा तपाईँहरूलाई के सिकाइयो भनेदेखि मुसावादा हेरमणी शिक्षापदम समाधि हामी, झुटो कुरा नगर्ने शिक्षालाई राम्रोसँग पालना गर्छु। झुटो कुरा गर्दाखेरि के हुन्छ, गृहस्थी जीवन पनि राम्रो हुँदैन, राजनैतिक जीवन पनि राम्रो हुँदैन, सामाजिक जीवन पनि राम्रो हुँदैन, व्यापारिक जीवन पनि राम्रो हुँदैन। झुटो बोल्ने व्यापारीलाई कसैले राम्रो मान्दैन, त्यहाँ गएर यसले त झुटो बोल्छ ठग्छ भनेर त्यहाँ जाँदैनन् होइन। त्यस्तै अब सामाजिक कार्यकर्ताले पनि नचाहिँदो कुरा गर्छ, झुटो बोल्छ भने उसको विश्वास गर्दैनन् होइन। घर गृहस्थीमा पनि झुटो बोलिन्छ भने त्यो समाजले त्यो घर गृहस्थीको मान्छेलाई विश्वास गर्दैन, त्यसले केही चिज पनि पाउँदैन, कसैको सापटी पनि पाउँदैन, केही पनि पाउँदैन होइन। त्यो अति नै के हुन्छ, दुःखी हुन्छ कसैको सहयोग नपाउँदाखेरिमा। त्यस हुनाले झुटो बोल्ने र एकदम चाहिने मिथ्या कुरा गर्ने र अर्कालाई ठग्ने जस्ता कुराहरू मानिस भएर गर्न हुँदैन। मानिस भएर त्यस्ता कुरा गऱ्यो भने समाजमा के हुन्छ, त्यो मान्छे अपराधित हुन्छ र त्यो मान्छेलाई राम्रो मान्दैन। त्यस हुनाले भगवान् बुद्धले के सिकाउनु भएको छ, यस्ता झुटा कुरा गर्ने काम पनि नगर, त्यसले आफूलाई राम्रो गर्दैन भनेर सिकाउनु भएको छ। र त्यस्तै अर्को सुरा मेरय मज्जपमा दत्थाना हेर भने शिक्षापदम समाधि हामी, जाँड रक्सी जस्ता मादक पदार्थहरू हामीले सेवन गर्ने छैनौँ, नगर्ने शिक्षालाई राम्रोसँग पालना गर्छौँ भनेर यहाँहरूलाई प्रतिज्ञा गराइयो। र हामीले गृहस्थीले जाँड रक्सी नसिलो पदार्थ धेरै पिन थाल्यौँ भनेदेखि के हुन्छ,
घरको सम्पत्तिहरू धेरै नाश हुन सक्छ र बिहोसमा त्यो लत लाग्दाखेरिमा अब त्यो रक्सी नपाइकन नहुने अवस्थामा घरका सम्पत्तिहरू सबै उडाएको कुरा, सबै परिवार चाहिँ विचलित भएको कुरा, घर गृहस्थी बिग्रिएको कुरा हामीले प्रत्यक्ष छँदैछ यो समाजमा। पहिलेदेखि त्यस्तो भयो र त्यस्तो किन भयो भने त्यस्तो गर्ने बानी, त्यस्तो व्यवहार, त्यस्तो जातीय परम्परा, त्यस्तो चाहिँ बानी व्यवहारले गर्दाखेरि धेरै मानिसहरू विचलित भए, धेरै परिवारहरू विच्छिन्न भए, धेरै परिवारलाई समस्या आयो। त्यसो हुनाले यस्तो जाँड रक्सी पिने कुरा पनि गर्न हुँदैन, गर्दाखेरिमा राम्रो हुँदैन भनेर प्रतिज्ञा गर्नुपर्छ र गृहस्थीले यो जाँड रक्सी पिने कुरा पनि गर्न हुँदैन भन्ने कुरा यो बुद्ध शिक्षाको यो मूल सिद्धान्तहरू 5वटा सिद्धान्तहरूमा टेकेर बुद्ध शिक्षा अगाडि बढाउनु पर्ने भएको हुनाले यहाँहरूलाई यो बुद्ध शिक्षाका 5वटा कुराहरू यहाँहरूलाई सिकाइयो होइन। बुद्ध शिक्षाका पञ्चशील के हुन्छ भनेर भन्दाखेरिमा यहाँहरूले बुझ्नुभयो होइन। पहिलो प्राणी हिंसा नगर्ने होइन, दोस्रो चोरी नगर्ने, दोस्रो के गर्ने चोरी नगर्ने, तेस्रो व्यभिचारी भएर नहिँड्ने, चौथो के गर्ने झुटा कुरा नगर्ने, पाँचौँ के गर्ने नसिला पदार्थहरू कुनै पनि नखाने भन्ने यस्ता कुराहरू यहाँहरूलाई सम्झाइयो। यो सम्झाउन जरुरी छ र यो आधारभूत कुरा हुन् र धर्ममा अगाडि बढ्दाखेरिमा यी चिजहरू अति नै आवश्यक पर्छ। यदि चोरी गर्छ, ढाँट्छ, व्यभिचारी छ, जथाभावी गर्छ, रक्सी खान्छ भने त्यो मान्छे अगाडि बढ्न सक्दैन भन्ने कुरा यहाँहरूले थाहा छ। त्यस्तो चोरी, ढाँट्ने, व्यभिचार गर्ने, भ्रष्टाचार गर्ने, नराम्रो काम गर्ने मान्छेले समाजमा उत्थान हुन सक्दैन भन्ने कुरा त यहाँहरूले सबैले बुझिसक्नु भएको छ। त्यस हुनाले त्यस्तो बानी व्यवहार राम्रो होइन र त्यस्तो बानी व्यवहारलाई के भन्छ दुश्चरित्र भएको व्यवहार भन्छ। सुचरित्र भनेको कस्तो भने यी सब कुराहरू त्यागिएको, यी सब कुराहरू नगर्ने मानिसको व्यवहार के हो, चरित्रवान हो। चरित्रवान मान्छे सबै ठाउँमा पुजिन्छ, उसको चाहिँ समाजमा पनि उन्नति हुन्छ र आर्थिक उन्नति पनि हुन्छ। जुगा तास खेल्दैन, रक्सी खाँदैन, झुटो बोल्दैन भने सबैतिरबाट उसले उन्नति गर्छ र त्यसको प्रगति उन्नति भएर त्यो समाजमा के हुन्छ, परिवारमा राम्रो हुन्छ, बालबच्चा राम्रो हुन्छ, समाजमा उत्थान हुन्छ। त्यसरी यी सब कुराहरू यहाँहरूलाई बुझाउनलाई पहिलो चरणमा यहाँहरूलाई यो सिकाइयो। यहाँसम्म त बुझ्नु भएको छ नि कि बुझेको छैन? बुझेन भने भन्नु पऱ्यो है। बुझ्यो कि बुझेन? बुझ्यो नि त, यहाँसम्मका कुरा त बुझ्यो। अब यो कुरा किन बुझ्न जरुरी छ भने यो आधारभूत कुराहरू हो। यो कुराहरू नबुझिकन, अब यो कुराहरू नजानिकन, यो कुराहरू पालना नगरिकन केही कुरा पनि अगाडि बढ्न सक्दैन। राजनीतिक नेताहरूले पनि यो कुरा पालना गरेन भने त्यो नेताले देशको लागि राम्रो काम गर्न सक्दैन। परिवारको मुलीले पनि यो कुराहरू पालन गरेन, राम्रोसँग चाहिँ नि सम्झेन, व्यवहारिक रूपमा ल्याएन भने के हुन्छ, परिवार राम्रोसँग चलाउन सक्दैन। सक्छ त? सक्दैन। त्यस हुनाले यो सबैको लागि, व्यापारीको लागि, राजनीतिको लागि, समाजको लागि, घरका मुलीको लागि यो कुराहरू सबैभन्दा राम्रो भएको हुनाले भगवान्ले के भन्नु भने यी कुराहरू पालना गर। यो कुनै धर्मसँग सम्बन्धित होइन, यो जुनसुकै धर्मको मान्छेले पनि यो पालना गर्नुपर्छ। चोरी गर्नुपर्छ भन्ने कुनै धर्म छ? छैन नि। कसैलाई दुःख दिनुपर्छ भन्ने कुनै धर्म छ? छैन। व्यभिचारी हुनुपर्छ, बदमास हुनुपर्छ, हत्या हिंसा गर्नुपर्छ भन्ने कुनै धर्म छ? छैन। त्यसमा यो धर्मसँग सम्बन्धित विषय होइन, यो अति नै मानवसँग सम्बन्धित, मानवले पालना गर्नुपर्ने र मानवीय जीवन सुधार्नको लागि यी चिज आधारभूत कुरा हुन् भनेर भगवान्ले सिकाउनु भएको आधार हो। आधार भनेको के हो? टेक्ने आधार। घरलाई अडाउने आधार के हो? जग हो। जग बलियो भएन भने घर राम्रो हुन्छ त? हुँदैन, ढल्छ। त्यस्तै यी चिजहरू राम्रा भएन भने मान्छेको जीवन राम्रो हुँदैन, मान्छेको जीवन ढुलमुल हुन्छ, त्यो पतन हुन्छ। नेता भयो भने पनि त्यसलाई कसैले समाजमा मान्दैन। अहिले नेताहरूलाई जहाँ गए पनि नारा लाउने अनि चाहिँ मुर्दाबाद भन्ने किन त? त्यस्तै काम गरेर त होला नि होइन। त्यस्तै के हुन्छ भने ढुलमुल हुन्छ, उसलाई कसैले पनि मान्दैन। यी कुराहरू व्यवहार राम्रो भएन, नेताको भ्रष्टाचारी छ, व्यभिचारी छ होइन, अनैतिक छ, अनि अब चोरी गर्छ, ढाँट्छ, छल्छ, राष्ट्रको सम्पत्तिहरू लुकाउँछ भनेदेखि त्यो नेतालाई भित्र के हुन्छ? बेइज्जती भयो नि त। सबैले के गर्छन्? नाराजहरू लगाउँछन्, हट तिमी हामीलाई चाहिएन भन्छन् होइन। समाजमा कसैलाई पनि राम्रो छैन, यो गृहस्थीलाई राम्रो छैन, नेतालाई राम्रो छैन, सामाजिक कार्यलाई राम्रो छैन, कुनै धर्म पनि राम्रो छैन यी कुराहरू गर्न। त्यसलाई यी कुराहरू गर्दै नगर भनेर पहिलो शिक्षामा भगवान् बुद्धले सिकाउनु भएको छ र यी कुराहरू यहाँहरूलाई प्रश्न गर्दैन।
र यी कुराहरू यहाँहरूले यहाँसम्म बुझ्नुभएको होला। बुझ्नुभएको छैन कसैले भने भन्नुहोस्, उता अन्त अन्त नहेर्ने, या मलाई हेर्ने है, मलाई हेर्ने आज मान्छे कस्तो आएको रहेछ, के भनेको छ भनेर मलाई मात्रै हेर्ने नयाँ मान्छे आएछ नि आज। मलाई हेर्नुहोस्, अरूलाई नहेर्नुहोस्, अरूलाई त सधैँ हेरिराखेको छ नि त। मलाई हेर्नुहोस्, मैले भनेको कुरा सुन्नुहोस् सबैले है। यहाँलाई यहाँसम्म मैले शील आचरण कस्तो हुनुपर्छ मान्छे अगाडि बढ्नको लागि, शील आचरण राम्रो भएन भने कस्तो हुन्छ भन्ने कुरा यहाँहरूलाई बुझाइदिए। यो कुरा बुझ्नुहोस् र पालना पनि गर्नुहोस्। जीवनमा राम्रो गर्नु भने आफ्नो परिवार जीवन राम्रो हुन्छ। समाजमा छ भने समाजमा चाहिँ मान गर्छन् सबैले। राजनीतिक कार्यकर्ता हुन्छ, राजनीतिमा पनि यस्तो गर्ने मान्छेलाई सबैले मन पराउँछ। मुर्दाबाद भन्दैन, कालो मोचो लगाइदिन, जुत्ताको माला लगाइदिँदैन होइन, आफूलाई स्वागत गर्छ, राम्रो हुन्छ। अब त्यसपछि यहाँलाई मैले अब धर्मको चर्चामा अगाडि बढाउन चाहन्छु र धर्मको चर्चा अगाडि बढाइरहेको छु। र धर्मको कुरा गर्दाखेरिमा भगवान बुद्ध धर्ममा के छ भने सबभन्दा महत्त्वपूर्ण कुरा कर्ममा विश्वास गर भनेर भगवानले भन्नुहुन्छ। भगवान बुद्धले के भन्नुहुन्छ हामीलाई? कर्ममा विश्वास गर, कर्म र कर्मको फलमा विश्वास गर भनेर भन्नुहुन्छ। यो के भनेको? सुन्न त सुन्नुभएको छ नि होइन? कर्ममा विश्वास गर, कर्मको फलमा विश्वास गर भनेर भगवानले भन्नुभयो। कर्ममा विश्वास गर भनेको के भने मैले राम्रो गरेँ राम्रो हुन्छ, मैले राम्रो गर्दाखेरि अरूले पनि मलाई राम्रो गर्छन्, मैले नराम्रो गरेँ भने अरूले मलाई नराम्रो गर्छन् भन्ने कुरा विश्वास गर। मैले राम्रो गरेँ राम्रो फल पाउँछु, नराम्रो गरेँ नराम्रो फल पाउँछु भन्ने कुरा विश्वास गर होइन भनेर भगवानले भन्नुहुन्छ। र त्यस हुनाले भगवानले के भन्नुहुन्छ भने कुनै कर्म गर्दाखेरिमा पनि आफ्नो भलाइ हुने र अरूलाई पनि भलाइ हुने, आफूलाई राम्रो हुने र अरूलाई पनि भलाइ हुने, अरू पनि सुखी हुने, आफू पनि सुखी हुने, आफूलाई पनि कसैले दोष नलाउने, अरूलाई पनि राम्रो हुने। त्यसले गर्दा मलाई दुःख भयो भन्ने कसैले पनि नभनौँ। त्यो कर्म गर्दा आफूलाई पनि दुःख भयो, नराम्रो भयो, अर्कोलाई दुःख भयो भने त्यो पनि नराम्रो काम हो होइन। राम्रो काम भनेको के हो? आफू पनि सुखी हुने, अरूलाई पनि सुखी हुने। अरूलाई राम्रो गर्यो भने के हुन्छ? अरूलाई राम्रो गर्यो भने आफूलाई पनि राम्रो हुन्छ, अरूलाई पनि राम्रो हुन्छ। अरूलाई राम्रो गर्ने बित्तिकै आफूलाई पनि राम्रो मान्छ उसले, अरूको पनि भलाइ हुन्छ होइन। अरू पनि सुखी, आफू पनि सुखी, अरूलाई पनि राम्रो, आफूलाई पनि राम्रो हुने के गरी काम हुन्छ? त्यही काम गर्नु राम्रो हो भनेर भगवानले भन्नुहुन्छ। त्यसैले कर्म र कर्मको फलमा अति नै विश्वास गर्नुपर्छ। हामीलाई यहाँसम्म ल्याएको केले हो? यो जन्म दिएको भगवानले के भन्नुहुन्छ भने हाम्रै कर्मले हामी जन्मेको हो, हाम्रै कर्मले हामी मानिस भएको हो भनेर भगवान बुद्धले भन्नुहुन्छ होइन। कोही पशु भएछ भने त्यो आफ्नो कर्मले पशु भएको हो, कोही राम्रो भएछ भने त्यो उसको राम्रो कर्मले राम्रो भएको हो, कोही नराम्रो भएछ भने त्यो आफ्नो कर्मले नराम्रो भएको हो। कोही रोगी छ, कोही दुखी छ, कोही चाहिँ नराम्रो छ, कोही गरिब छ भने के छ भने पहिले गरेका नराम्रा कर्मले त्यो त्यस्तो भएको हो होइन। कोही राम्रो छ, धनी छ, विद्वान छ, ज्ञानी छ, सम्पत्ति कमाएको छ भने पहिले राम्रा कर्महरू गर्यो, ज्ञानी भयो, शील आचरण राम्रो गर्यो होइन, ज्ञानी सज्जनको सङ्गत गर्यो, राम्रो कुरा बुझ्यो र आफूले राम्रा कर्म गरेको हुनाले त्यो अहिले राम्रो भएको छ। पहिलेदेखि कुरा बुझेन, ज्ञानी भएन, अर्कोलाई दुःख दिने गर्यो, चोरी गर्यो, व्यभिचारी गर्यो, नराम्रा काम गर्यो, त्यस हुनाले अहिले ऊ दुःखी छ, नराम्रो छ होइन। कोही रोगी छ होला, कोही चाहिँ अन्धो छ होला, कोही पढ्नु छ होला। त्यो के भयो त? पहिले त्यस्ता कर्महरू, त्यस्तो हुने, दुःख पाउने, नराम्रो हुने कर्महरू गर्यो। त्यस हुनाले पहिले गरेको कर्मले अहिले त्यो भोग्नु पर्यो होइन। अहिले हाम्रो राम्रो भएको पनि पहिले गरेका राम्रा कर्महरू थिए। त्यस हुनाले हामीलाई खान पुगेको छ, हामी राम्रा छौँ, हामी यसरी बस्न सकेका छौँ। अरू मान्छे कतिलाई चाहिँ के छ भने सम्पत्ति नभएर होइन, खाना नभएर, केही नभएर दिनभरि काममा जानुपर्छ, ती मान्छेहरू यहाँ आउन सक्दैन। तपाईँहरूलाई सबै चिज पुरा भएको हुनाले त यहाँ आउन सकेको छ, राम्रो कुरा गर्न सकेको छ। पहिले राम्रो गरेको हुनाले अहिले राम्रो भयो। अब राम्रो गर्यो, अहिले पनि राम्रो काम गर्यो, राम्रोसँग ज्ञानीजनको सङ्गत गर्यो, राम्रा कुरा बुझ्यो, व्यवहारमा परिवर्तन गर्यो, नचाहिने कुरा छोड्यो, नराम्रो कुरा छोड्यो भने अर्को जन्म के हुन्छ? फेरि राम्रो भएर आउँछ र के हुन्छ? राम्रो कर्मको राम्रो फलको हुन्छ। नराम्रो कर्म गर्दाखेरिमा के हुन्छ? त्यसले नराम्रो फल दिन्छ भन्ने कुरामा यहाँहरूलाई बुझाउन खोजेको।
अब यो प्रत्यक्ष के छ भने कसैलाई तपाईँहरूले गाली गर्नुभयो भने होइन, कसैलाई नराम्रो गर्यो भने उसलाई के मान्छ त्यो मान्छेले? कसैलाई गाली गर्यो भने, नराम्रो गर्यो भने त्यो मान्छेले तपाईँहरूलाई राम्रो मान्छ? मान्दैन। कसैको सम्पत्ति लुटिदियो, कसैलाई दुःख दियो भने त्यो मान्छेले यसलाई पनि दुःख दिन पायो हुनु, यसको सम्पत्ति पनि नाश भयो हुनु, यसलाई पनि दुःख भयो हुनु भन्दै भन्दैन, भन्छ नि। कसैलाई राम्रो उपकार गर्यो, कसैलाई केही दियो, कोही चाहिँ अप्ठ्यारोमा छ भने सहयोग गर्यो भने त्यो मान्छेले के भन्छ? हो यो मान्छेलाई राम्रो होस्, यो मान्छेलाई पनि सहयोग गर्न पाए हुनु, राम्रो हुनु पायो, राम्रो होस्, यो मान्छेलाई सबैतिरबाट दुःख नहोस् भनेर उसले के गर्छ? त्यो गर्छ र मौकामा सहयोग पनि दिन्छ र त्यो राम्रो हुन्छ। कसैले दुःख दिएको छ भने मौका पर्ने बित्तिकै अर्कालाई पनि दुःख दिन्छ, आफूलाई दुःख हुन्छ। कसैलाई राम्रो गरे बित्तिकै मौका परेका बेला उसले सहयोग गर्छ र आफूलाई पनि राम्रो हुन्छ। यो त तपाईँहरूलाई थाहा छँदैछ नि, राम्रो गरे राम्रो, नराम्रो गरे नराम्रो हुन्छ भन्ने कुरा त अहिले पनि थाहा छ। त्यस्तै यो कर्मको फल के छ भने जन्म जन्मान्तरमा चलिरहन्छ, यो कहिल्यै सिद्धिन्न। पहिलेदेखि गरेका कर्मले अहिले दुःख भयो, मान्छेलाई नराम्रो कर्म गरेको हुनाले पहिले राम्रा कर्म गरेको हुनाले अहिले सुख भयो होइन। त्यस्तै अब यी कर्मका भोगहरू गरिराख्नुपर्छ, भोग्नुपर्छ र कर्मको फलमा विश्वास गर्नु जरुरी छ हामीले। र यसरी विश्वास गऱ्यो भने के हुन्छ? मान्छे नराम्रो काम गर्दैन, नराम्रो कर्म गर्दैन र नराम्रो चिजबाट बच्छ र मान्छेको जीवन सुखी हुन्छ र आफ्नो जीवन सुखी हुनको साथै परिवारको पनि जीवन सुधार गर्छ, समाजको पनि सुधार गर्छ र त्यो सबै समाज राम्रो हुन्छ। र राम्रो भयो, समाज राम्रो भयो, परिवार राम्रो भयो भने घर राम्रो हुन्छ, घर राम्रो भयो भने एउटा समाज राम्रो हुन्छ, समाज राम्रो भयो भने देश राम्रो हुन्छ, देश राम्रो भयो भने सबै जनतालाई सुख हुन्छ होइन। यसरी राम्रो गर्नलाई, राम्रो कुरा गर्नलाई कहाँबाट सुरु गर्नु पर्यो? सबभन्दा पहिले व्यक्तिले सुरु गर्नु पर्यो होइन। मान्छेमा सुधार हुनु पर्यो। मान्छे मुली घरको सुधार भयो भने घरका सदस्यहरू सुध्रिन्छन् र घरका सदस्यहरू राम्रो हुन्छन्। घरका सदस्यहरू राम्रो भए सबै घरका भने त्यो समाजका सबै मान्छे राम्रा भए, त्यहाँबाट त्यो सहर राम्रो भयो, गाउँ राम्रो भयो होइन, देश राम्रो भयो र सबै देश र एउटा सबैलाई सुखी हुने त्यो देश बन्न जान्छ। र आफूलाई सुधार गर्ने कुरामा यहाँहरूले जोड दिनुहोस् र कसैलाई दोष दिएर, कसैलाई गाली गरेर, कसैको मात्रै नराम्रो कुरा देखेर यो समाज सुध्रिन्न। आफूमा के नराम्रा छ, आफूमा के गल्ती छ, आफूमा के खराबी छ, आफूमा के चाहिँ नि दूषित कुराहरू छ, आफूले के गल्ती गरेको छ त्यसलाई सुधार्नु र आफ्नो गल्तीलाई सुधारेर आफ्नो बानी सुधार्यो भने सबै मान्छेले के हुन्छ? सबै मान्छेले आफूलाई गल्ती सुधार गर्दै गयो भने सबै मान्छे सुध्रिन्छ। अर्काको गल्ती मात्रै देख्यो, आफ्नो गल्ती केही देखेन, आफ्नो सुधार गरेन भने के हुन्छ भने अर्काको गल्ती देख्ने मात्रै बानी हुन्छ, आफ्नो गल्ती देख्दैन। अनि कोही पनि सुध्रिन्न, नचाहिने त्यो गल्ती देखेको मान्छे सुध्रिन्छ, न आफू सुध्रिन्छ र त्यो गाली गर्ने र अर्काको दोष देख्ने काम मात्रै हुन्छ र समाजमा एउटा के हुन्छ? वैमनस्यता, झगडा त्यस्तो मात्रै भएर आउँछ। अलिक समय छुट्याउनु अनि त्यसो हुनाले मैले छुट्याउँछु अब धेरै दिन 15 दिन। अब त्यसो हुनाले के गर्नुपर्छ भने यो सुधार गर्नको लागि आफैबाट सुधार गर्ने, आफूले राम्रो काम गर्ने र आफूले परिवार सुधार्ने, समाज सुधार्ने र एउटा आफ्नो व्यक्ति सुधारेपछि सबै कुरा सुधारिन्छ भन्ने कुरा यहाँहरूले बुझ्नु पर्यो। र भगवान्ले एउटा शिक्षा यहाँहरूलाई मैले यहाँसम्म यहाँहरूलाई सिकाएँ। अर्को के छ भने महत्त्वपूर्ण कुरा भगवान्ले के भन्नुहुन्छ भने भगवान् बुद्धले एकपटक एउटा शिक्षा दिनुभएको छ एकजना मान्छेलाई। श्रावस्तीमा भगवान्ले बसिराख्नु भएको थियो र श्रावस्तीको एकजना परिवारमा एकजना मान्छे उसको एकजना मान्छेको बाबु बितेछन् होइन, बुढो मान्छे थिए, उनी बिते र ती बुढा मान्छेले त्यो परिवारमा अति नै राम्रो काम गरेका थिए, अति नै चाहिँ परिवारको उन्नति हुने काम र समाजको पनि उन्नति हुने काम, राम्रो काम गरेका थिए र उनको मृत्यु भयो। मृत्यु भएपछि उसको परिवारमा उसको चाहिँ धेरै देन थियो, उसको परिवारलाई धेरै कुरा सिकाएको, ज्ञान दिएको हुनाले त्यो परिवारका मान्छेहरू सबै दुःखी भए र उनीहरूले के चाह्यो भनेदेखि यति राम्रो मान्छे बित्नुभयो र हामीलाई यसरी सिकाउनु भएको थियो। वास्तवमा उहाँ मरेपछि पनि राम्रो ठाउँमा जानुहुन्छ कि जानुहुन्न होला, उहाँले कस्तो अरू कर्म गर्नुभएको छ, हामीलाई त राम्रै गर्नुभएको छ र अब उहाँको चाहिँ मरेपछि राम्रो गर्नको लागि, राम्रो हुनको लागि हामीले के काम गर्नुपर्छ भनेर सबै ठाउँमा गएर सोध्ने रहेछ त्यो मान्छेले। मरेका मान्छे मेरो बुवा बित्नुभयो, अब उहाँलाई पछि मरेपछि परलोकमा पनि राम्रो होस् भनेर के गर्नु पर्ला र के गर्दाखेरि राम्रो हुन्छ भनेर सोध्दै हिँड्दो रहेछ। कसैले पनि
सही कुरा यसै गर्दा राम्रो हुन्छ भनेर कसैले पनि राम्रोसँग सिकाइदिनु सकेनछ। सकेपछि त्यति बेला भगवान् बुद्ध को त्यहाँ श्रावस्तीमा भगवान् बुद्धको उत्पत्ति भइसकेको थियो र भगवान् बुद्ध कहाँ गएपछि यो कुराहरू बुझाइदिनुहुन्छ होला। भगवान् बुद्ध धेरै ज्ञानी राम्रो हुनुहुन्छ। हामीले यो कुराहरू बुझ्दैनौँ। मरेका मान्छेको कसरी उपकार होला, कसरी चाहिँ नि उनी स्वर्गलोकमा जान्छन् र उनलाई राम्रो हुन्छ भन्ने कुरा त हामीले यसरी यकिन गरेर भन्न सक्दैनौँ। हुन त यस्तो दान दिने काम त गरेको छ, केही कर्म त गर्छ, तर त्यति गर्दैमा पनि विश्वास हामीलाई लाग्दैन, हुने हो कि होइन। तर उसको कर्मले मात्रै राम्रो हुन्छ भन्ने शास्त्रमा लेखेको छ र हामीले चाहिँ यसलाई चाहिँ यही हुन्छ भनेर भन्न सक्दैनौँ। तिमी चाहिँ बुद्ध भगवान् कहाँ जाऊ र बुद्ध भगवान्ले नै यसलाई चाहिँ नि राम्रोसँग सिकाइदिनुहुन्छ होला, बुझाइदिनुहुन्छ भनेर तिमी मान्छे कहाँ आए? बुद्ध भगवान्मा आए। बुद्ध भगवान् कहाँ आएर बुद्ध भगवान्लाई वन्दना गरेर भगवान् अब मलाई धेरै पीड परेको छ, आज मलाई धेरै दुःख पर्यो भगवान् भनेर भगवान्लाई सुनाउँछ। भगवान् बुद्धले के भन्छ, के दुःख पर्यो तिमीलाई, के नराम्रो भयो, किन तिमी दुःखी भएको नि भनेर भगवान् बुद्धले सोध्नुहुन्छ। भगवान् मेरा पिताजीको मृत्यु भयो आज, होइन, मलाई धेरै राम्रो गर्नुहुन्थ्यो, पिताजीले धेरै माया गर्नुहुन्थ्यो, धेरै सम्पत्ति जोडिदिनु भएको छ, धेरै राम्रो गर्नुभएको छ। अब मरेपछि उहाँ पिताजीलाई पनि राम्रो होस्, धेरै चाहिँ नि राम्रो ठाउँमा जानुहोस्, राम्रो होस् भनेर के गर्नुपर्छ, उहाँलाई चाहिँ नि कसरी चाहिँ नि मरेपछि राम्रो हुन्छ त्यो मलाई सिकाइदिनुहोस् र त्यही कर्म मलाई गर्न लगाउनुहोस्। के गर्दाखेरिमा त्यो उहाँलाई दुःख हुन्न र राम्रो हुन्छ र के गर्दाखेरिमा उहाँको चाहिँ नि सबै चिज प्राप्त हुन्छ, त्यहाँ गएर पनि राम्रो ठाउँमा जान सक्नुहुन्छ, मलाई बताउनुहोस् र त्यस्तै कर्म गर्न लगाउनुहोस्। हजुरले त नजानेको केही पनि छैन। भगवान् बुद्धको उत्पत्ति भएपछि सबै मान्छे मुक्ति हुन्छन् भन्छन्, सबै मान्छेले सुख प्राप्ति गर्छन्, सबै मान्छे ज्ञानी हुन्छन् भन्छन् र हजुरले त सबैलाई मुक्ति गराउने मान्छे भएको हुनाले हजुरले यो काम गर्न सक्नुहुन्छ होला र हजुरबाट नै यो काम होस्। अरू मान्छेले त मान्छे मरेपछि हामीले तारिदिन्छौँ, नर्कमा जाने मान्छेलाई पनि मुक्ति गराउँछौँ, दान गर भनेर भन्छन् र त्यस्ता मान्छेहरूले कोही भनेका पनि छन्, तर त्यस्तो मान्छेको अझै विश्वास नलाएर भगवान् बुद्धले त सबैलाई मुक्ति गराउनुहुन्छ, सबैको ज्ञानी हो, भगवान् बुद्धले जति जानेको कोही छैन भनेर हजुर कहाँ आएको भनेपछि भगवान् बुद्धले के सोध्नुहुन्छ भने, हो यसलाई त बुझाउनु त पर्यो, यी मान्छेले त अब बुझ्न त बुझ्दैन राम्रोसँग, यिनलाई बुझाउनलाई त सजिलो तरिकाले हुँदैन, अर्कै तरिकाले घुमाएर बुझाउनु पर्ला, यिनले बुझाउने तरिका अर्कै गर्नु पर्यो भनेर भगवान्ले के भन्नुहुन्छ त भन्दाखेरिमा, तिम्रो ठिक छ, तिम्रो मान्छेलाई मैले तार्छु होला, मुक्ति गराउँछु, तर एउटा काम तिमीले गर्नु पर्यो र तिमीले चाहिँ नि दुईवटा हाँडीहरूमा एउटा हाँडीमा घिउ र तेलले भरेर लिएर आऊ, एउटा हाँडीमा के गर ढुङ्गा बालु हालेर लिएर आऊ, दुईवटा हाँडी भरेर लिएर आऊ बजारमा गएर भनेर भन्नुभएछ भगवान्ले। त्यसपछि त्यो मान्छेहरू खुसी हुँदै गयो। हो अब यसरी गर्दाखेरि त मेरा बुवाले प्राप्त गर्नुभयो र अब मुक्ति हुने, राम्रो ठाउँमा जाने, राम्रो चिज प्राप्त गर्नुभयो। खुसी हुँदै बजारबाट ती मान्छेले दुईवटा हाँडीमा के ल्याए, एउटामा घिउ र तेल भरेर ल्याए, एउटामा ढुङ्गा बालुहरू भरेर गिटी भरेर लिएर आए र भगवान् ल्याएँ मैले ल भनेर खुसी हुँदै लिएर आए। भगवान्ले यस्तो बुद्धि बताइनु, कति राम्रो कुरा, अब मेरो बुवाको के हुन्छ, राम्रो हुन्छ, मुक्ति हुने होला, यस्तो भगवान्ले सिकाइदिनु हुँदै हुन्छ भनेर खुसी भयो। खुसी भएपछि भगवान्ले के भन्नु भने, अब यो ल्याएको चाहिँ नि हाँडीलाई बाँधेर राम्रोसँग अब यसलाई चाहिँ नि के गर भने, यो तल चाहिँ नि त्यहाँ भगवान् बुद्ध के गर्नुभएको थियो भने एउटा खोलाको किनारमा बस्नुभएको थियो र यसलाई दुइटैलाई चाहिँ नि अब खोलामा छोडिदियो, दुइटैलाई चाहिँ नि बाँधेर तल खोलामा छोडिदियो भनेर भन्नु। त्यसपछि त्यो मान्छेले खुसी हुँदै खोलामा छोडिदियो, तल गएको दुइटै हाँडीहरू होइन, ढुङ्गो बालु भरेको पनि घिउ र तेल भरेको हाँडा पनि के भयो, तल गए। तल गएपछि भगवान्ले भन्नुभयो यसलाई फोडिदियो, यसलाई फोड्ने बेला आयो, फोडिदियो। त्यसपछि खुसी हुँदै त्यो मान्छेले चाहिँ नि फोड्यो दुइटैलाई। फोडेपछि के भयो भने तेल र घिउ भएको भाँडाको तेल र घिउ माथि आयो होइन, बालु र ढुङ्गा चाहिँ तलै बस्यो। त्यसपछि भगवान्ले के भन्नु भने, अब हेर यो घिउ र तेल माथि आएछ, यो अब घिउ र तेल माथि आएकोलाई तिम्रो पण्डितहरू, तिम्रो ज्ञानी मान्छेहरूलाई बोलाउ र त्यो तारिदिन्छु, मुक्ति गराउँछु भन्ने मान्छेहरूलाई बोलाऊ र बोलाउ र के भन भने, ए घिउ यो तल जाऊ भनेर पूजा गर्न लगाऊ, पाठ गर्न लगाऊ, यज्ञ गर्न लगाऊ, अनि यो तलको ढुङ्गा बालु पनि माथि आऊ भनेर पाठ गर्न लगाऊ
यो आउँछ कि आउँदैन हेर भनेर चाहिँ नि भगवान् बुद्धले त्यसो भन्नुभयो। त्यसपछि ती मान्छेले के भन्यो भने भगवान् यस्तो त कहाँ हुन्छ, यस्तो त हुँदैन, प्रकृतिको नियम विपरीत कहाँ हुन्छ र भगवान्। घिउ तेल त हलुका चिज हो माथि आउँछ, ढुङ्गा र बालु त गरुङ चिज हो तल जान्छ नि, प्रकृतिको नियमै यस्तो छ भनेपछि भगवान्ले हाँस्दै भन्नुभयो हेर तिमीले प्रकृतिको नियम त बुझेका रहेछौ नि, यति जानेका मान्छेले अरू कुरा किन नजानेको। तिम्रो बाबुले पनि तिमीले राम्रो काम गरेको, सुख पाउने काम गरेको, भलाइ हुने काम गरेको, समाजमा राम्रो काम गरेको, अरूलाई दान दिएको, पुण्य गरेको, अरूको पनि भलाइ हुने, आफैलाई पनि भलाइ हुने काम गरेको भए त्यो चाहिँ नि के हुन्छ, ती चाहिँ नि देवलोकमा जान्छन्, त्यो चाहिँ नि माथि देवलोकमा जान्छन् होइन। तिम्रा बाबुले यदि नराम्रो काम गरेका छन्, पाप कर्म गरेका छन्, नरकमा जाने काम गरेका छन् भने तिनी नरकमा जान्छन्, तल नरकमा भनेको तल हो नि, नरकमा जान्छन्, त्यसलाई कसैले रोक्न सक्दैन भनेर यसरी सम्झाएपछि ती मान्छेहरू अचम्म माने। यस्तो कुरा त मलाई थाहा थिएन भगवान्, यस्तो कुरा प्रकृतिको नियमअनुसार हुन्छ भन्ने मलाई थाहा थिएन, मैले त कसैले यसरी तार्दाखेरिमा तर्छ भनेको थिएँ भनेर फेरि भगवान्ले सम्झाउनुहुन्छ। हेर कसै मान्छेले पनि कसैलाई तार्न सक्दैन, मरेका मान्छेलाई दान दिनु पुण्य काम गर्नु भनेको के भने त्यो मरेका ठाउँमा त्यो कर्मअनुसार गएको छ, त्यो कर्मअनुसार त्यहाँ गइसकेको मान्छेलाई त्यो दान गरेको कामले त्यहाँ गएर केही खाना भोकै छ भने खाना पाओस् भनेर दिएको हो होइन। केही चाहिँ नि जङ्गली जनावर भएर उत्पन्न भएको छ, अपायमा भएको छ भने त्यसले त्यहाँ त्यो आफ्नो आहारा पाओस् यो दान गरेकोले भनेर दिएको हो। त्यो त्यहाँबाट मुक्ति हुने, त्यो जङ्गली जनावर भएको त्यो चाहिँ नि मानिसमा आउने तुरुन्तै, अथवा त्यसले त्यो दुःखबाट छुटकारा पाउने होइन, त्यो चाहिँ नि नरकमा गछ भने पनि नरकमा पनि त्यसले चाहिँ नि केही यो पुण्यको प्रभावले सुख प्राप्त गरोस् र पछि आफ्नो कर्म भोग्दै फेरि राम्रो ठाउँमा आउन सकोस् भनेर मात्र दिने हो। तुरुन्तै त्यहाँबाट दुःखबाट मुक्त हुने कुरा, दान दिएको कुराले नरकबाट चाहिँ नि स्वर्गमा लाने कुरा, यस्तो कुराहरू कसैले कसैलाई तार्न सक्दैन। उसको कर्मले नै उसलाई माथि लान्छ, कर्मले नै उसलाई नरकमा लान्छ, कर्मले सुख दिन्छ, कर्मले दुःख दिन्छ। दिएको पुण्यले खालि उसलाई त्यो ठाउँमा केही सुविधाहरू नाङ्गे रहेछ भने त्यो ठाउँमा कपडा मिल्छ, उसलाई अहिले दान दियो भने यहाँ कपडाहरू दिनुभएको छ, मरेपछि कहीँ गएर नाङ्गे बस्नु परेको छ, त्यस्तो ठाउँमा कपडा नपाउने ठाउँमा रहेछ भने यो कपडा पाउँछ, खानु नपाउने ठाउँमा रहेछ भने खाना पाउँछ, तर दुःख चाहिँ तुरुन्तै त्यहाँबाट छुटकारा हुँदैन र दुःख त उसले भोग्नै पर्छ कर्मअनुसार। दान दिने कुरा उसले त्यहाँबाट त्यहाँ केही सुविधा पाओस् र त्यो चाहिँ नि केही सुख भोग्न पाओस् त्यो जीवनमा पनि भनेर यसरी दिइन्छ भनेपछि उनले बल्ल बुझ्छन् र ओ कर्म गर्नुपर्ने रहेछ, राम्रो कर्म गरेपछि मात्रै हुँदैछ, मरेपछि त कसैले केही लाँदो रहन्छ होइन। हाम्रा बाबुले पनि केही लएनन्, सबै यहीँ छोडेर गए, हाम्रो सम्पत्ति लएनन्, सबै यहीँ छोडेर गए, मैले पनि मरेपछि केही लान सक्दिनँ, कसैले पनि लान सकिन्छन्। आफ्ना मातापिता गुरु आचार्य कोही पनि सँगै जाँदो रहन्छन् र मैले गरेको पुण्य पाप मात्रै सँगै जाँदो रहेछ र राम्रो गरेको भए राम्रो हुने, नराम्रो काम गरेको भए नराम्रो हुने रहेछ भनेर आफूले बुझेर त्यसपछि राम्रा पुण्यका कामहरू गर्न थाले, राम्रो कर्म गर्न थालेर आफूलाई पनि राम्रो हुने, अरूलाई पनि राम्रो हुने कर्महरू गर्न थालेर आफ्नो जीवन सुधार गर्न थाले भन्ने कुरा यो शिक्षाले यहाँहरूलाई सिकाउँछ। यहाँहरूले पनि यो कुरा बुझेर राम्रो कर्म गर्ने, आफ्नो मनबाट पनि कसैलाई नराम्रो नचिताउने, वचनले पनि कसैलाई पिर्ने नपिर्ने होइन, नढाट्ने, चुक्ली नलगाउने, कडा वचन नबोल्ने, सबैसित राम्रो मेलमिलाप गरेर समाजमा बस्नुहोस् र नसिलो पदार्थ नपिनुहोस्, व्यभिचारी नबन्नुहोस्, चोरी नगर्नुहोस्, ढाँटी नगर्नुहोस्, राम्रो आचरण गरेर आफ्नो जीवन सुखी र समाजमा सबैलाई सिकाउने काम गर्नुहोस्। तपाईँले राम्रो आचरण गर्नु, घरको मुलीले भने तपाईँका छोराछोरीहरूले श्रीमतीले राम्रो आचरण गर्छन् र सबैले राम्रो कुरा सिक्यो भने हाम्रो संस्कार राम्रो हुन्छ र हाम्रो घर परिवर्तन हुन्छ। यो घर परिवर्तन गर्नलाई सिकाउनलाई कोही मान्छे आउने होइन, कोही बिगार्न पनि आउँदैन, तपाईँलाई बनाउनु पनि आउँदैन, बनाउने र बिगार्ने तपाईँको हातमा छ। राम्रो गर्नुभयो तपाईँले भने तपाईँ आफै सुध्रिन्छ, आफ्नो परिवार सुध्रिन्छन्, आफ्नो संस्कार सुध्रिन्छ। नराम्रो गर्नुभयो भने अब सबै आफ्नो बिग्रन्छ र तपाईँहरू सबै आफ्नो बिग्रेर सबैले दुःख पाउने काम हुन्छ भन्ने कुरा यहाँहरूलाई सिकाएँ र यहाँहरूलाई यो कुरा बुझेर आफ्नो जीवन सुधार गर्ने कुरामा, आफूलाई अगाडि बढाउने कुरामा, आफूलाई राम्रो गर्ने कुरामा यहाँहरूले आफै विचार गरेर गर्नुहुनेछ। हामीले मुख्य कर्म र कर्मको फलमा अति नै विश्वास गरेर हामीले राम्रा काम गर्नमा लाग्नुपर्छ। कसैलाई पनि दुःख दिने र कसैलाई पनि सताउने, कसैप्रति नराम्रो गर्ने, ढाँट्ने, छल्ने, चोरी गर्ने, व्यभिचारी गर्ने जस्ता कर्महरू छोडेर अति नै राम्रो काम गर्ने, राम्रोसँग बोल्ने, राम्रोसँग बस्ने गर्नु, समाजमा सबै मिलेर बस्नु, सबै मिलेर बस्दाखेरि राम्रो हुन्छ, सबै खुसी हुन्छ, सबै आनन्द हुन्छ
भगवान् बुद्धको शिक्षा पनि यही हो। सबै मिलेर बस्छ, सबै खुसीले बसेर त मानवले मात्रै राम्रोसँग जीवनयापन गर्न सक्छ, पशुले गर्न सक्दैन। पशु जस्तै झगडा गर्ने, लड्ने, होइन, नराम्रो काम गर्ने र एउटा ज्ञान भएन भने त्यो जीवन, मानिसको जीवन बेकार हुन्छ, पशुतुल्य हुन्छ। र मानव भएर मानव जस्तो व्यवहार गर्न सिक, मानव जस्तो बानी गराऊ र गुरु आचार्यहरू र राम्रा कुराहरू जहाँ सुनाइन्छ गुरु आचार्यहरू आउनुहुन्छ त्यहाँ गएर सुन्ने गर, बुझ्ने गर र जीवन परिवर्तन गर्ने गर भनेर भगवान्ले सिकाउनु भएको शिक्षा यहाँहरूलाई आज मैले सिकाएँ। यहाँहरूलाई आज योभन्दा बढी अब सिकाउने समय पनि छैन र यहाँहरूले जति सिक्नुभयो र बुझ्नुभयो र जीवनमा उतार्नु भयो भने अवश्य पनि यहाँहरूको जीवन परिवर्तन हुनेछ। र फेरि पनि यहाँहरूको श्रद्धा र यहाँहरूको माया, यहाँहरूको सहयोग पायो भने हामीहरू फेरि पनि यहाँहरूको ठाउँमा आएर यी कुराहरू सिकाउने। र म पिपरामै बसिरहेको छु, पोहोर साल पनि पिपरामा बसेँ, अझै पनि 2-4 वर्ष पिपरामै आएर पिपराका मान्छेहरूलाई, धेरै यो क्षेत्रका मान्छेलाई सिकाएर धर्म अगाडि बढाएर यहाँ चाहिँ नि केही सुधार गरेर जाने मैले विचार गरिरहेको छु। अब कतिसम्म सक्छु र कतिसम्म साथ दिन्छ सबै, यहाँहरूले कति साथ दिनुहुन्छ र यहाँहरूले सहयोग कतिको प्राप्त हुन्छ त्यही अनुसार नै यहाँ बस्ने कुरा हुन्छ। र यहाँहरू सबैको साथ पाएर सहयोग पायो भने म पिपरामा बसेर यस्तै गरी फेरि पनि यहाँहरूको समाजमा आएर यो शिक्षाहरू दिने र यहाँहरूको उपकार गर्ने, यहाँहरूलाई सचेत गराउने काम गर्नेछु। र सबैको मङ्गल होस्, सबैको चाहिँ जीवन सुधार होस् भन्दै आजको कर्मलाई यहीँ समाप्त गर्न चाहन्छु। भवतु सर्वमङ्गलम्। साधु साधु साधु।